राम नारायण राम। वास्तविकता वा व्यवहारिकताको यसै नियममा हामी अघि बढ्छौं। यस मन्त्रको तेज, यस शब्दको शक्ति वर्णन गर्न सकिन्न। यसको लागि कुनै विशेष नियमको आवश्यकता छैन। केवल यो यन्त्र बजाउनु मात्र हो, स्फुरन आफै हुनेछ। मधुर स्वादको बारेमा पहिले नै थाहा थियो, त्यसैले नवजात शिशुको मुखमा माया हाल्ने बित्तिकै ऊ चुस्न थाल्दछ। मन्त्रका मधुर स्वर निनाद पनि त्यस्तै हुन्। गर्भावस्थामा 10 महिना बिताएपछि पनि आज हामी मूलाधार र मणिपुरको गर्भमा कुण्डलिनी शक्तिका रूपमा कुण्डल मारेर बसेका छौं। सम्पूर्ण शक्तिहरू जागृत छन्। सर्प कसरी बिउजन्छ? चिच्याउँदा ऊ सुन्दैन, किनभने सर्पका कान हुँदैनन्, ऊ जिब्रोबाट सुन्छ। जब सर्प आफ्नो बिलमा हुन्छ, गाउँहरूमा सपेरेहरू सर्पको बिल नजिक हिसिस गर्छन्। सर्प त्यो देख्न सक्छ। त्यसपछि जिब्रो लपल्पाउँदा स्पेरेको गीत र वीणाको आवाज सुनेर सर्प बिस्तारै उठ्छ र स्पेरे जप्त उसको घाँटी समात्छन्। हाम्रो भित्रको सर्प पनि कुण्डलिनीमा कुण्डल मारेर बसेको छ। त्यो सर्प कुन स्पेरेको आवाजले बिउन्जनेछ।